यो जुन पूर्वको ओखलढुङ्गाको मोलङ गाउँपालिका अन्तर्गत पर्ने भूगोल हो, 3 नम्बर वार्ड। अब यो अहिले जुन सिजन छ मकैको सिजन, सबै हरियाली छ खेतमा। समय परिस्थिति अनुसार आउँदाखेरि खेतीपातीको सिजनहरू राम्रो फल्ने हुनाले यस्तै छ। यो 13 रोपनी जग्गा चाहिँ यहाँका स्थानीय बासिन्दाहरूले यो जुन मैले देखाइरहेको ठाउँमा 13 रोपनी जग्गा उपलब्ध गराएका छन्। गाउँपालिका भवन बन्ने भनेर गाउँपालिका भवन ओरतिर बन्यो, परतिर चाहिँ हेल्पसहरू चाहिँ ठुलो हस्पिटलहरू बन्नुपर्छ भन्ने यहाँका जनताहरूको माग छ। अब यो जुन हाम्रो बनाउने जुन पालिका अन्तर्गत बनाउने भनेको हस्पिटल पनि लगेर रामपुरमा टाँगियो, केही नभएको अवस्था छ। त्यसको लागि के छ, हाम्रो जुन वडा अध्यक्ष प्रत्यक्ष हुनुहुन्छ उहाँको कुरा सुनौँ। सबैलाई नमस्कार। म चाहिँ के भन्न चाहन्छु भने जुन यहाँ आएका योजनाहरू अन्त लगेर बेचिनु हुँदैन। यो बेचिनु भनेको हामी यहाँ पालिकामा काम गर्ने कार्यरत माननीय ज्यूहरू र यहाँका स्थानीय बासिन्दाहरू बेचिने हो। यिनीहरूलाई तटस्थ फिर्ता गर्न म आह्वान गर्दछु। जोरदार माग गरिन्छ। यहाँ गाउँपालिका स्तरको भवन जुन हस्पिटल छ त्यो तुरन्त गाउँपालिकाको जुन जग्गा छ पहिला दिएको जुन स्थानीय जनताहरूले त्यो जग्गा पनि सदुपयोग भएर बसिरहेको छैन। मैले देखाइरहेको छु जुन दृश्यमा त्यो ठुलो भवन बनेको छ कभरल हल, त्यसको यतापट्टि जुन 12-13 रोपनी जग्गा जनताहरूले दिएका छन् त्यो तदारुका साथ छिटोमा छिटो गाउँपालिकाको भवन जुन बन्यो, तर गाउँपालिकाको हस्पिटलको लागि त्यहाँ जोरदार माग गरेर 150 शैय्याको हस्पिटल बन्न हाम्रो माग छ, हो कि नि सर? हामीले माग गर्दछौँ। यहाँका स्थानीय र बासिन्दाहरू सहित हामी जनप्रतिनिधिहरूले हामी यो काम गर्नको लागि हार्दिक आह्वान गर्दछौँ। अनि ठुलो यो आइताबारी डाँडामा एउटा शहीद पार्क एउटा स्थापना गर्न यस मोलङ गाउँपालिकाले पहल गरोस्। भोलिका दिनहरूमा हामी जुन यो गर्ने ठाउँमा पुगेछ सकिएछ भने हामीले एउटा ठुलो शहीद पार्कको निर्माण गर्नेछौँ आइताबारी डाँडामा। अनि मोलङ गाउँपालिकाको जुन हामी दृश्य हजुरहरूलाई चाहिँ त्यो 8 नम्बर हो, त्यो माथि देखेको 7 नम्बर हो, माथि देखेको 6 नम्बर हो, उता देखेको 5 नम्बर हो जुन भूगोलहरू। र 2 नम्बर उतो पारी पर्छ, 1 नम्बर उतो पारी पर्छ, 4 नम्बर पारी पर्छ। सबै भूगोलहरू यहाँबाट समेटेर देखाउन कोसिस गरेका छौँ। अब अर्को भिडियोमा अर्को च्यानलमा हामी हजुरहरूलाई सबै विस्तृत रूपमा भनेको कुराहरू देखाउने छौँ। गाइज अहिले यस्तै छ। मान्छेहरूलाई भनौँ गला लाग्छ प्रभु, के गर्नु भने जस्तो हुँदैन। अब यत्रो ठुलो बस्तीमा एउटा गाडी सरर हिँड्ने अवस्था छैन। यत्रो जनताको स्थानीय सरकार छ, सरकारहरूले बुझोस्, हाम्रा बाटाहरू ढलान हुन्, पिच हुन्, सोलिङ हुन्, ट्याकहरू खोलियोस्, हाम्रो जोरदार माग छ, होइन सर? हामीले त चाहेका थियौँ कि माथि सिद्धर कालिका थानबाट यहाँ रामपुरसम्म केबल कार हाल्ने हाम्रो चाहना थियो। त्यो चाहना त हामीले गर्नै सकिएन। यहाँ डिपिआर गरेका मन्दिर पुलहरू त बेचिए, अब त्यो अहिले सम्भवै छैन। अब अहिलेको कार्यकाल भनेको अर्कै छ। अब हामी भन्न चाहन्छौँ भोलिका दिनहरूमा बल्ल अहिले उतो माथिबाट एउटा 25 मेगावाटको हाइड्रो पावर सञ्चालन हुन काम भइरहेछ, निर्माणाधीन अवस्थामा छ। त्यो त्यहाँको चाहिँ सुरुङ मार्ग त्यहाँ निस्किनेछ, जुन मोलङ खोला दोस्रो लगत जलविद्युत आयोजनाको पाइपलाइन काम भइरहेछ गाइज। अब त्यहाँबाट ल्याएर तल चाहिँ एउटा पावर हाउसको तल काम भइरहेछ। अब यो डाँडै डाँडा धारेर तल ल्याएर चाहिँ 25 मेगावाट बिजुली उत्पादन हुनेछ। अब यस्तै छ। हामी दोस्रो भिडियोमा फेरि के गतिविधि भइरहेछ, यहाँको अवस्था के छ अवलोकन गरेर हजुरहरूलाई हामी जानकारी गराउँछौँ। हवस् त, सबैमा नमस्ते।